नमस्कार। म यतिखेर हरिवन नगरपालिका वडा नम्बर 9 मा रहेको यो परम बाबा मन्दिरमा छु। यो चाहिँ एउटा ऐतिहासिक मन्दिर पनि हो। यो स्थानमा चाहिँ आज धेरै पूजाआजा गर्ने भक्तजनहरूको ठुलो घुइँचो लागेको छ। धेरै स्थानबाट, धेरै जिल्लाबाट, धेरै टाढाबाट पनि यहाँ मान्छेहरू आइरहनुहुन्छ। यो एउटा ऐतिहासिक मन्दिर पनि हो र यहाँ चाहिँ आज दनुवार जाति विशेष गरेर कछडिया दनुवार जातिको व्यक्ति चाहिँ पुजारी पनि रहनुहुन्छ। यो आफैमा ऐतिहासिक महत्त्व र महिमा हो। र अर्को किंवदन्ती अनुसार चाहिँ आज यहाँ यो मन्दिरमा पूजाआजा गरिसकेपछि यहाँ चाहिँ पानी पर्ने किंवदन्ती पनि रहेको छ। अब केही समयपछि दिनभरि यहाँ चाहिँ ठुलो पानी पर्ने, झरी आउने भन्ने रहेको छ। र अर्को चाहिँ यो चाहिँ आफ्नो शान्ति, समाजलाई शान्ति होस्, बालीनाली सप्रियोस्, समाजमा चाहिँ अमन चयन स्थापित होस् भन्दै धेरै मान्छेहरूले असाध्यै मर्मका साथ, असाध्यै एउटा भावनालाई चाहिँ आत्मसात गरेर यो मन्दिरमा आउने र यहाँ पूजाआजा गर्ने धेरै मान्छेहरूको घुइँचो देखिराखिएको छ। त्यो हिसाबले पनि यो मन्दिरको ऐतिहासिकता हरियो नगरपालिका वडा नम्बर 9 मा रहेको यो मन्दिर को बारेमा तपाईहरुलाई मैले जानकारी गराएँ र यो मन्दिरले जुन खालको एउटा सद्भाव स्थापित गरेको छ यसको लागि पनि हामी नतमस्तक छौं। धन्यवाद।